पोर्चुगलको लोगो चाहिँ छ, तर यहाँनिर के रबड हो के कसो कि उक्किन सक्छ जस्तो मलाई लाग्यो। ल मैले ब्राजिलको जर्सी पनि लगाएँ, तर मलाई ब्राजिलको जर्सी चाहिँ हल्का ठुलो भएको जस्तो लाग्यो। वेलकम ब्याक टु आवर च्यानल। म चाहिँ आइसकेको छु एउटा नयाँ वाला भिडियो लिएर र आजसम्म गइरहेको छु कि फुटबलको जर्सी किन्नको लागि। भिडियो चाहिँ स्टार्ट गरौँ होइन। मैले चाहिँ बिर्सेछु घरबाट भिडियो बनाउनको लागि म बाटोमा आइपुगेछु सम्झिएर भने। अनि अहिले चाहिँ म रोड गइरहेको छु। रोडबाट चाहिँ एउटा माइक्रो आउँछ, माइक्रोमा चढेर जानुपर्छ। माइक्रो भनेको चाहिँ एउटा गाडी होइन मान्छे बस्ने, त्यसमा चढेर जानुपर्छ। अनि मेरो हिम्मत छैन कि म त्यसको भिडियो बनाऊँ भनेर यो बाटोको भिडियो बनाउँछु नि जर्सी किन्ने ठाउँको। अनि हिम्मत छैन म किनिसकेर हजुरहरूले देखाइदिउँला। त्यो आज म एउटा पोर्चुगलको अनि एउटा नेमार जुनियरलाई चाहिँ आज त्यो नेमार जुनियर चाहिँ आज ब्राजिलबाट किन्ने भइसकेको छ। नेमार जुनियरको पनि जर्सी किन्ने छु। ल जम। अहिले चाहिँ म रोडमा आएर बसेको थिएँ, त्यो बेलामा चाहिँ मैले अलिकति भिडियो खिचेको थिएँ। अलिकति भिडियो हेरिदिनु होला। यो भिडियो चाहिँ मैले रोडमा आएर खिचेको थिएँ अनि यो चाहिँ महेन्द्र राजमार्गको भिडियो। त्यो गाडीहरू हिँडिरहेको छ नि त्यो महेन्द्र राजमार्ग हो। ल अहिले चाहिँ म माइक्रोमा छु होइन, तर मलाई बोल्न लाज लागेको कारणले गर्दाखेरि चाहिँ म केही पनि बोलिरहेको थिइनँ। ल मैले चाहिँ दुईवटा जर्सी किनिसकेको छु होइन। दुईवटा जर्सीको चाहिँ मलाई लाग्यो 3400 पऱ्यो होइन, 1700 गोटाको। अब यहाँ हेर्न सक्नुहुन्छ एउटा मसँग छ पोर्चुगलको जर्सी होइन, पोर्चुगलको। अनि यहाँ प्युमाको ब्रान्डिङ छ, खतरनाक क्वालिटी त राम्रै हो तर गुड छैन, सेतो छैन चाहिँ है। सेकेन्ड नम्बरमा ब्राजिलको नाइकी ब्राजिल एसआइएल छ, जेडआइएल हुन्थ्यो कि एसआइएल हुन्थ्यो के हुन्थ्यो। अनि त्यही हो। ल मैले चाहिँ जर्सीहरू किनिसकेँ, तर यसमा नाम प्रिन्ट गरौँ भने तर नाम प्रिन्ट गर्नको लागि चाहिँ 350 लाग्छ र अनि त्यहाँ अझै आधी घन्टा बस्नुपर्छ र अनि अल्छी लगाएर आएँ म। पैसाको खर्च पनि हुन्थ्यो। त्यो एउटा यहाँ पोर्चुगलको छ, एउटा यहाँ ब्राजिलको छ। ल यहाँ मसँग जर्सी चाहिँ यस्तो पोकामा थियो होइन जर्सी चाहिँ। अनि अब चाहिँ म यसलाई लाएर हजुरहरूलाई देखाउने छु। ल मैले चाहिँ लगाएँ होइन। मैले यो ट्याग पनि खोलेको छैन किनकि केही ड्यामेज पऱ्यो भने चाहिँ फिर्ता गर्नुहुन्छ र। अनि यहाँ हेर्नु यो पोर्चुगलको लोगो चाहिँ छ, तर यहाँनिर के रबड हो के कसो कि उक्किन सक्छ जस्तो मलाई लाग्यो। मेरो यो रडार चाहिँ कसरी जाने हो। अनि हेर्न सक्नुहुन्छ जसरी अब म पछाडिबाट त मसँग केही छैन त्यो खिच्नेवाला, कसरी देखाउनु त यही हो अगाडिबाट हेर्नु होइन। अनि यो ट्याग चाहिँ मैले खोलेको छैन, त्यही हो। ल प्युमाको लोगो छ, यो प्युमाको लोगो चाहिँ कस्तो खालको खस्रो छ। अब म ब्राजिलको जर्सी लगाउँछु। ब्राजिलको जर्सी यहाँ छ। ल मैले ब्राजिलको जर्सी पनि लगाएँ, तर मलाई ब्राजिलको जर्सी चाहिँ हल्का ठुलो भएको जस्तो लाग्यो। यहाँ तल हेर्नु त यहाँ अलिक मुनितिरसम्म पुगेको छ। अनि मेरो खुट्टामा चाहिँ घाउ भयो। यहाँ त्यो घाउ चाहिँ नगरिदिनु होला। त्यो अस्ति मैले यहाँ के हरकत गरेको थिएँ घाउ भयो। अनि अलिकति लामो जस्तो लाग्यो होइन। अनि हल्का यो हर्ल्याङ जस्तो पनि छ, तर योभन्दा सानो साइजको चाहिँ के भन्दा भेटिनँ मैले। अब यही लगाएको होइन, ब्राजिल छ मात्र स्टार होइन। पोर्चुगलमा नि मलाई एउटा स्टार चाहियो। यो पालि वर्ल्ड कपमा चाहिँ एउटा स्टार चाहिँ पोर्चुगलमा चाहियो होइन। अनि नाइकी छ, अनि त्यो चाहिँ प्युमाको, यो चाहिँ नाइकी होइन। अनि यही अब ल योपालि चाहिँ पोर्चुगलले अथवा ब्राजिलले वर्ल्ड कप जित्नु पऱ्यो होइन। अब लियोनल मेस्सीले त 2022मा जितिसकेका छन्। अब म क्रिस्टियानो रोनाल्डोको चाहिँ एकदम बड्कावाला छैन। अनि नेमार जुनियर पनि मलाई एकदम मनपर्छ। लियोनल मेस्सीको त अब रोनाल्डोको राइभलरी भएपछि अब मन त नपर्ने होइन, त्यही पनि राइभलरी भएपछि अब त्यो छुट्टै कुरा हुन्थेन। ल अब म भिडियोलाई चाहिँ बन्द एन्ड गरिदिन्छु। अनि योपालिको वर्ल्ड कपमा चाहिँ पोर्चुगलले जित्नुपर्छ र अब म त्यही सपोर्ट गर्छु। अब जित्नुपर्छ, ल जित्छ। ल थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो। थ्याङ्क यू फर सपोर्टिङ अस। बाई बाई होइन। ल भोलि पर्सि भेटौँ। ल थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।